हेलो एभ्रिवान नमस्ते म अच्युत पन्त हो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज म यो जापानमा चाहिँ यो कर कर बुझाउनु पर्छ र यसको लागि एउटा फर्म भर्नु पर्दो रहेछ पहिला अनि यो अस्ति पेपर आएको थियो एउटा मलाई चाहिँ यस्तो खालको पेपर आएको थियो अनि यो पेपर चाहिँ बुझाउन जाँदैछ आज पेपर बुझाएर एउटा के दिन्छ अरे अनि 1 वर्षपछि कर तिर्नुपर्छ अरे भन्थ्यो अनि त्यो चाहिँ बुझाउन जान लागिरहेको छु अनि अब गएर बुझाउँ बोल्न त केही आउँदैन मलाई जापानिज त्यो पनि अब इङ्ग्लिसमा बुझाउँछ अरे भन्ने जस्तो लागिरहेको थियो गएर हेरौँ के हुन्छ हेर्नु होला भिडियो साथीहरू म चाहिँ होस्टेल तल आइसकेँ अब चाहिँ साइकल चढेर लागेँ म चाहिँ अब हिँड्दै गयो भने चाहिँ टाइम लाग्छ 2 किलोमिटर जति टाढा छ 2 किलोमिटर जान साइकलमै गइदिउँ भन्ने कुरा भयो साइकल चढेर अब सर जाँदैछु म चाहिँ अब एकछिन ब्याङ्क जान्छु पहिला अनि ब्याङ्क गएर गर्छु एकछिन बाहिर एकछिन बस्छौँ रोडमा निस्किसकेँ म चाहिँ अलिकति क्यामेराको अलिकति एङ्गल मिलेन त्यही भएर मिलाइदिएँ हल्का अब जाउँ साइकलमा टक्क लाएर सर र पहिला हल्का अगाडि चाहिँ साइकलमा चाहिँ फोन चलाउन पाइँदैन है साइकलमा फोन चलाउन मिल्दैन मैले चाहिँ यो अड्काएर भिडियो मात्र गराएको कानमा इयरफोनहरू लगाएर गर्न मिल्दैन अगाडिको एउटा सिग्नल ओपन भयो अब म यो सिग्नलमा कटिन भने फेरि मलाई वेट गर्नुपर्छ 5 मिनट जस्तो यो अतीतबाट निक्लिहालेँ ब्रस हानिहाल्छु भनेर तर भ्याउँछु कि भ्याउँदिनँ मैले भ्याउनुपर्छ भ्याइ सिग्नल क्रस गरेँ अब के लाग्ने रहेछ साइकल एकछिन कुदायो भने अब तपाईँहरूलाई तलतिर गएर भेट्छु म बाटोमा निस्कियो साथीहरू यहाँबाट 2 किलोमिटर जति टाढा जानुपर्छ हाम्रो होला मान्छेहरू चाहिँ सिग्नल वेट नगरिकन गयो है तर सिग्नल चाहिँ वेट गर्नुपर्छ उनीहरू चाहिँ टुरिस्टहरू हाम्रो रुल्सहरू फलो गर्नुपर्छ सिग्नल वेट गरेन भने चाहिँ जानुहुन्छ हेर्नुपर्ने हुन्छ गइरहेको छु जानुपर्छु त्यो तलको ठुलो बिल्डिङमा हो क्रस गरिदिइहालेँ त्यहाँ गाडी निस्किन पाइरहेको थिएन त्यही भएर अब त्यहाँबाट चाहिँ अगाडि सिग्नल खुल्ला नै रहेछ हरियो बलिरहेको छ गर्मी छ आज अलि टी सर्ट लगाएर निस्केको टी सर्ट लगाउन पनि गऱ्यो भएर आइरहेको थिएँ त्यो
गाडीले चाहिँ देखेर आफै रोकिदियो होइन एउटा बाटोले चलाइरहनु भएको छ आफै रोक्नु भएकोले यहाँ चाहिँ अरूलाई मतलब अरू मान्छेहरूलाई जस्तै सानो चिजलाई चाहिँ फर्स्ट प्रायोरिटी दिन्छ मतलब मान्छे भगवान् हो भन्ने तरिकाको मान्छेहरू चाहिँ ल गाइज कामसाम सकेर आइपुग्यो पार्कतिर अल्छी लाग्यो अघि जाँदाखेरि भ्लग बनाउँछु आउँदाखेरि भन्ने सोचिरहेको थिएँ तर भ्लग बनाउन मिलेन बाटोमा कि म एक्लै थिएँ क्यामेरा स्यामेरा कसले पक्रिदियोस् होइन अनि यहाँ पार्कमा आइपुग्यो ठ्याक्क यहाँ एउटा साथी नै भेट भयो साथी आएर बसिरहेको रहेछ खाना आइरहेको रहेछ कामसाम सकेर अनि यहाँ भेट भयो एकछिन गफसफ गरिदिएछ अनि यो चाहिँ चिया किनेर ल्यायो एउटा होइन चिया सिया खाँदै गफसफ चलिरहेको हाम्रो अब चाहिँ घरतिर जानुपर्छ अनि अहिले घरतिर गएर म आज हजुरलाई एउटा हिजो एउटा ब्रेड मिलेको थियो मलाई अहिले ब्रेड देखाउँछु म हजुरलाई जापानमा होइन कत्रो खालकोसम्म ब्रेड आउने रहेछ भनेर अहिलेलाई चाहिँ अब रुमतिरै गएर कुरा गरौँला धन्यवाद रुम आइपुगिसकेको अवस्था गाइज रुम चाहिँ आइसकेँ म अब यहाँनिर ब्रेड देखाउँछु भनिरहेको थिएँ मैले जापानमा चाहिँ यत्रो ब्रेड पनि पाउँदो रहेछ एउटा दाइले ल्याइदिनु भएको थियो यत्रो लामो लामो छ तर सिङ्गै छ अब पहिला सुरुमा चाहिँ म मुख धोइदिइहाल्छु होइन छ्यास्स तरिकाले हल्का मुख धोइदिइहालौँ सुरुमा मुख धुन चाहिँ सट्टै यसरी धुनुपर्छ धोइयो होइन अब चाहिँ टावेलले पुस्नुभन्दा अगाडि अनुहार चाहिँ टावेलले पुस्नुभन्दा अहिले पुस्दा ठिक हुन्छ पुस्न भन्दा नि ट्याप ट्याप गर्दाखेरि ठिक हुन्छ अनुहारको लागि चाहिँ यो अनि हात चाहिँ टावेलले पुस्ने हात चाहिँ टावेलले पुस्दा ठिक हुन्छ यसरी राखेर टक्क टावेलले सट्ट यसरी पुस्नु हो अनि म चाहिँ अब आज यो ब्रेड छ अनि अब यो ब्रेडको रसभरी बनाइदिन्छु भन्ने सोचिरहेको छु अनि रसभरी बनाउनलाई चाहिँ मैले के गर्नुपर्छ भने रसभरी बनाउनको लागि चाहिँ यो ब्रेडलाई पहिला सट्ट यो ब्रेडलाई यसको छेउछेउको पार्टहरू फाल्नुपर्छ अनि फालेर चाहिँ यसलाई चाहिँ एउटा बलमा हालेर टक्क यसको डो बनाउनुपर्छ डो भनेको चाहिँ पिठो मुस्दाखेरि जसरी हामीले पिठो मुस्छौँ त्यसरी नै मुस्नुपर्छ त्यसको लागि चाहिँ पहिला सुरुमा मैले चक्कु रहेछ मेरो चक्कु हराएको अवस्था होइन अनि अब चक्कु खोज्न टाइम लाग्छ पेटे यहाँनिर रहेछ अनि अब यो चक्कुले चाहिँ यसलाई सट्ट
यतिको बनाउँछु होला मैले यतिलाई काटौँ यतिलाई प्याक गरिदिउँ यो यसको चाहिँ यो छेउकोलाई पाउरोटीको छेउछेउको पार्टलाई चाहिँ यसरी काटिदिन्छु मैले यो साइडको पनि अनि यो साइडको पनि काट्छु यो साइडको पनि काटेपछि यो साइडको पनि काटिदिन्छु सेट कालो कालो भात चाहिँ कति राख्नु हुँदैन त्यो पनि पातलाई यसरी काटेर ट्याक्क गरेर अब हेर्नुहोस् मैले ब्रेडलाई काटिसकेँ हेलो साथीहरू मेरो चाहिँ रसभरी यस्तो भयो यी अहिले आएर मलाई चाहिँ अल्छी लाएर डल्ला राम्ररी बनाइन मैले डल्ला राम्ररी नबनाएपछि चाहिँ यस्तो फ्याट 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 फुटेको जस्तो हुन्छ त्यही भएर यो डल्ला चाहिँ राम्ररी बनाउनुपर्छ यस्तो भइहाल्यो अब घरमा खानु त ठिक हुन्छ म चाहिँ अब अहिले यो रेडी भइसकेको गर्छु यो फुल्लिँदैछ यो 10 मिनट जति चाहिँ यसलाई मस्त छोपेर चाहिँ गर्नुपर्छ अनि यो मस्त फुल्लिएपछि चाहिँ अनि एकदम मिठो हुन्छ ओके मेरो रसभरी चाहिँ रेडी भइसकेको छ गाइज मैले चाहिँ यसमा फ्लेभरको लागि चाहिँ 2-4वटा लङ सुकमेल र अलिअलि केसर अनि यस्तै यो मसलाहरू हालेको छु ड्राई मसलाहरू अनि यो चाहिँ अब हजुरहरूले आफ्नो फ्लेभर अनुसार हालेर घरमै बनाउन सक्नुहुन्छ है त यो चाहिँ ब्रेडबाट बनेको रसभरी हो अनि यो चाहिँ मिठो रहेछ मैले एउटा चेक गरेँ तर यो मैले अल्छी लाएर अलि मैले डल्लाहरू राम्ररी नबना भएर चाहिँ यो हल्का फुटेको जस्तो भएको छ खाएर मिठो छ तर रसभरी चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यो मन परेमा चाहिँ लाइक सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला धन्यवाद।